गरिदिनुहोला। हिजो मिति 2082 7 28 गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्से र झापा इनर्जी लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य 100 रुपियाँ कायम भएका 38,01,900 किता साधारण शेयर नेप्सेमा सूचीकरण भएको छ अथवा झापा इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा लिस्टेड भएको छ। झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको 9,50,475 किता अर्थात 25% शेयर र संस्थापक लगानीकर्ताले लगानी गरेको 28,51,425 किता अर्थात 75% शेयर गरी कुल 38,01,900 किता साधारण शेयर नेप्सेमा सूचीकरण गराएको छ अथवा नेप्सेमा लिस्टेड भएको छ। अब तपाईले चाहिँ झापा इनर्जी लिमिटेडको आइपिओ हात पार्नु भएको छ भने तपाईले चाहिँ झापा इनर्जी लिमिटेडको आइपिओ भोलिदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नुहुनेछ। झापा इनर्जी लिमिटेडलाई नेप्सेले ओपनिङ रेन्ज प्राइस भने रु 100 रुपियाँ 12 पैसादेखि रु 300 रुपियाँ 36 पैसासम्म तोकेको छ भने अब भोलि बिहान अर्थात भोलि आइतबार प्री ओपन सेसनमा यस